यसले चाहिँ के देखाउँदै चाहिँ यो 4वटा खुट्टा भएको भन्दै हुनुहुन्छ होला हैन साथीहरू। सो हाई एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। हेर्नुहोस् त आज मेरो थुप्रो लुगा दिनु छ। सबैजनाले मेरो भिडियो फुल वाच गरिदिनु होला साथीहरू। सबैजना यहाँ आफ्नो आफ्नो देखिरहनु भएको छ हजुरले मेरो जाने पछि के गर्दैछिन् भनेर। अनि म चाहिँ एकदमै सरल लुगा उफ्री धोइरहेको छु। त्यस पछाडि चाहिँ मैले आफ्नो हेल्थको पनि केयर गर्नु पर्यो भनेर आदिवासी हेयर ओइलले चाहिँ म मेरो कपाल मसाज गर्दैछु साथीहरू। पहिला मजाले तेल यसरी लगाउँछु आफ्नो टाउकोमा, मजाले जरामा मजाले तेल लगाइसके पछाडि चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले यो मेरो हेयर मसाजर। यसले चाहिँ यस्तो मजाले कपाल मसाज गर्छ नि, हेरिरहनु भएको छ होला नि कस्तो मजाले गर्दैछ भनेर छक्क। अनि यसले मसाज गर्दाखेरि चाहिँ यति आनन्द आउँछ है। 4वटा खुट्टा भएको पहिला म चाहिँ तेल लगाउँछु अनि त्यसले नै यसले मजाले मसाज गर्छु के। अनि यसले चाहिँ बडीमा पनि यस्तो मजाले मसाज गर्छ। अनि मसाज गर्नको लागि अरू कोही साथी चाहिँदैन क्या। अनि तेल लगाइसके पछाडि यसैले आफैले मजाले टाउकोमा लगाएपछि मसाज गर्ने। आज चाहिँ फेरि मेरो किचनमा राइस कुकर र मिक्सर पनि सफा गर्नुपर्ने थियो। मैले फोहोर देखिरहेको थिएँ 2-4 दिनदेखि। म किचनमा बसेको थिएँ। खाना खाइसकेपछि सट म भाँडा पनि माझ्छु किनभने आज म बाहिर जानु छ। अब भाँडा माझेको पनि भिडियो बनाउँछु भन्नुहुन्छ भने भन्नुहोस्, किनभने म बनाउँछु। यता फेरि मेरो छोरीलाई सुताउन उस्तै साह्रो पर्छ। मम्मीले यस्तो हल्लाउँदै सुताउँदै हुनुहुन्छ। अनि अघि मैले धोएको लुगा गएर म छतमा सुकाउँछु। छतमा चाहिँ अब कति धेरै तारहरू चाहिँ अब धेरै मान्छे बस्नुहुन्छ नि त। अनि म सँगसँगै अरूहरूले पनि धेरै लुगा सुकाउँदै हुनुहुन्छ, हजुरहरूले देख्न सक्नुहुन्छ। टक टक सुकाइरहेको छु। यहाँ चाहिँ मेरो भन्दा पनि बोयफ्रेन्ड दाजुको धेरै लुगाहरू छ। त्यस पछाडि म रेडी भएर दोकान पुग्छु। अनि म आफैलाई हेर्दैछु कस्ती भएर आइछु भनेर। त्यसपछि एकछिन पसल भइसकेपछि मलाई बाहिर निस्किन मन लाग्यो साथीहरू। बाहिर चाहिँ कहाँ भन्नुहुन्छ भने म हजुरहरूलाई देखाउँछु। मुक्तिचोक भन्दा तल लागि हेरी पुरानो भद्रको रोड लाइन चाहिँ लागिसकेका छौँ। बाटो हेरेर चिनिसक्नुभयो होला, हामी चाहिँ आयौँ त गोर्खाली खाजा घर। अनि यहाँ चाहिँ हामी सुरमा खाना सुरमा बनाउन लगाएर चाहिँ म चाहिँ यसो भिडियो खिच्दैछु। अब बाहिर घाममा के उभिनु भनेर भित्र गएर म वेटिङ गर्न थालेँ। फाइनली हाम्रो चिकन रोल पनि आइसक्यो। अब गम खाने हो। हेर्नु त म कसरी खाँदैछु। ओ माई गड, देख्नुभएको छ कसैले यस्तरी खाएको? बाफरे बाफ। मलाई चाहिँ मन पर्छ नि त यो कति धेरै। त्यस पछाडि पहिल्यै खाना नपाए जसरी खाएँ हो रे नि बाहिर निस्केर यसो आफ्नो पनि भिडियो खिचेँ अनि वरिपरिको फुल। त्यस पछाडि हामी फर्क्यौँ साथीहरू। आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। थ्याङ्क्स फर द वाचिङ, बाई बाई।